OSR Digital, entertaining the nation. Godrej Expert Hair Color presents Title sponsor Godrej Expert Rich Cream. अब कलर गरेपछि कपाल देखिन्छ सफ्ट एन्ड शाइनी. Godrej Expert Rich Cream. Associate sponsor Overnight Skin Repair. Eve Groom. The skincare revolution is real. Exclusively marketed by Ace Media and Marketing Private Limited. Logically integrated to diversify. मेरो पसीना पनि सोसिन्छ यहाँ, मेरो पिराती पनि खोसिन्छ यहाँ, मरुनु पनि पाप, महस्नु पनि पाप. यो कस्तो हो निशा, यो कस्तो अभिशाप, यो कस्तो हो निशा. आकाश धरती एक, जुन तारा एक, किन हो खै जातने करी मैले छुटेको, आँसुले छुटेको. म बन्चरे म कुटे हो म झुठे झुठे. काहीँ नभएका छडौलीहरू, बैसले कुतकुतेकाहरू. हेर न रूप ताप यिनीहरूको. ल चिठी पढेर सुन यो चिठी पढेर. उहाँले हजुरलाई पठाएको चिठी हो क्या, पढ. प्रिय साथी जुनकिरी, हामी नबोलेको पनि धेरै दिन भइसक्यो है. जाबो एउटा केटो धर्मेको न्युमा झगडा गरेर यति मिल्ने साथी हामी किन नबोलिकन बसेको होला. अब हामी कहिले नबोल्ने हो. मैले तँलाई धेरैचोटि बोलाउन खोजे, बोलाउन सकिनँ. तैँले बोलाउँछेस् कि भनेर हेरिराखे. तैँले पनि बोलाइनस्. साना साना कमी कमजोरीहरू बिर्सेर अब त हामी बोलाउँ ल. मैले तेरो चित्त दुखाएको होला, मलाई माफ गरिदे है. उही तँलाई माया गर्ने मनमा. ल सुन्यौ, हेर त यिनीहरूको ताल. त्यस्ता नालायक त्यो केटोको लागि बच्चादेखिको त्यति राम्रो दोस्तीमा फाटो ल्याएर नबोलिरहेका रहेछन्. हेर त झगडा पनि गरेछन्. आमा, तँलाई थाहा छ हामीले पनि राम्रो ठानेर यसको बिहा गरिदिनु लाग्थ्यौँ. त्यतिसम्म पुरा पुऱ्याइसकेका थियौँ. तर त्यो त एक नम्बरको बदमास नालायक रहेछ. र तिमीहरूको दोस्ती पनि स्वार्थलाई लिएर बन्नु हुँदैन. आफ्नो साथीको लागि ज्यान दिनुपर्ने ठाउँमा त्यसका लागि तिमीहरू दुईजना नबोल्ने. वाह, कस्तो राम्रो कुरा. पढ्न सिद्धि होइन खै
ल अब दुईजना बोल्ने के हेरेर यहाँले तेरा यहाँले तेरा लु दुईजना बोल हो बोल बोल नबोल्ने हाँसे है हाँसे बदमासहरू सिर्दा मर्जी हो जीवन सर एकैछिन यहाँ बस्नु त एउटा कुराहरू पर यता बस्नु त यता बस्नु अब हाम्रा छोरीहरूलाई वैँस चढिसकेर ल भन त जागो त्यो एउटा छिटोको लागि बच्चादेखिका त्यस्ता साथी भएका मान्छेहरू कत्रो छोरा कत्रो रणाको अब आजसम्म मैले मात्रै छोरीको बिहाको कुरा चलाएको थिएँ अब चाहिँ होइन तिम्रो छोरी पनि राम्रो कुटुम्ब पायो भने दिएर पठाउनु पर्छ त्यही त भने नि जीवन सर ल है ल सिरधार म त खाल्डा पर्नै लाएको थिएँ भोलि तिमी पनि पढ्छौ हेर त्यो धर्मे राम्रो केटो होला भनेर कुरा कति अगाडि बढाइसकेको थिएँ भन त मैले त्यही त भने नि जमल सर न त्यो धर्मे डाका यो गाउँमा छ न गौरी छ हेरी बक्सियोस् त झन्डै बिग नष्ट नपरे धन्न भगवान्ले हामीलाई जोगाइदियो त फेरि कहाँ गएको बेला न कुबेला मान्छे के कामलाई हिँडिया छ है जुए काफल पाकेर छ के को जुए काफल न सुए काफल हिँड के कामलाई हिँडिरहेछ मान्छे कता हिँडिया छ चिल्लो हतार बसेको अब यो हजुर यो भोरज्याङ जाने बाटो यही हो भोरज्याङ जाने बाटो हजुर ए ल यही हो रे लु हिँड कस्तो हो र अब त बोले भयो नि के बोल्दिन ल ल यो भनेको हामीले यस्तो गट्टा नखेलेको त कति भएछ नि गट्टा हेर्ने कुरा गर्छ दे बोली नमिसेको त कति भएछ